ल सुरु गरौँ। म आफ्नो काममा लाग्छु। हैन, कुलमान घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकार हैन नेपाल। घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? एउटा सामान्य बाल्यकालमा बालक उमेरमा पढ्ने उमेरमा हैन, अब किताब चटक्कै छोडेर भूमिगत भएर हैन फालेर हैन गणतन्त्रवादीहरूमाथि निरन्तर रूपमा तपाईलाई गणतन्त्रवादी नै भन्ने होला हैन? केपीएललाई नै भन्ने हो? जलवा है हमारा। तर तपाईलाई म एउटा कुरा भन्नुस्, तीनै तहको अदालतले तपाईलाई मानव नरसंहारमा संलग्न भएको पर्खिनुस् है। मेरो प्रश्न मेरो उत्तर सिधै मानव नरसंहारमा संलग्न भएको व्यक्ति भनेर कसुरदार ठहर गरेर तपाईलाई अपराधी ठहर गरेको छ अदालतले। कानुनी रूपमा तपाई अपराधी हो नि। जेलमा बस्दैमा कुनै मान्छे अपराधी हुन्छ? किन हुँदैन? अपराधीलाई पो जेलमा राखिन्छ। सर भन्छु नि म, तपाईलाई किन राखियो भने तपाई अपराधी भएकोले तपाईलाई जेलमा राखियो। तपाई अभियुक्त भएको भए तपाईलाई हिरासतमा राखिन्थ्यो। तपाईलाई अलिकति शंका गरेको भए सोधपुछ। जगदीशजी, सिम्पल। भने नि सबै उस्तै हैन, जुन जोगी आए पनि कानै चिरेको। त्यो भनेको नै गलत छ। ओलीको विकल्प प्रचण्डको विकल्प शेरबहादुर देउवा, 3 जना घुमी फिरी हाम्रो देशमा नेतृत्वमा हुनुहुन्छ क्या गणतन्त्र आइसकेपछि। तर 3 जना नेताले देश बनाउन सक्नु भएन। आफन्तहरूलाई ठाउँमा पुर्याउनु हो, नियुक्ति गर्नु हो, राम्रो मान्छे ल्याउनु भएन। देशमा योग्य सच्चे मान्छेले ठाउँ पाएनन् प्रचण्डजी। योग्यताहरू पुर्याएको थिए, त्यो कारणले म भएँ। तपाईँ त्यसो भन्नुहुन्छ, तपाईँकै अग्रज जो आइजिपी हुन पाउनु भएन, उहाँलाई बेला बेला त्यसले च्वासा घोच्छ। उहाँले नै भनेको चाहिँ पुलिसको बढुवा हुनका लागि त नेताको घरमा ब्रिफकेस पुर्याउनै पर्छ। तपाईँले कति मलाई लागेन। कुनै घटना जसरी घट्यो त्यसमा प्रहरी महानिरीक्षक दीपक थापाको कमजोरी भयो? कुनै कमजोरी भएको छैन। त्यहाँ जे गर्नुपर्ने थियो त्यो गरेको हो। भने बाटा हिँड्ने मान्छेलाई गोली हाल्ने? कुनै दौडमा 2 हिसाबले जितिन्छ मेयर साहब। एउटा आफू एकदमै बेतोड दौडिएर, अर्को अरू नदौडिदिएर। यो चाहिँ तपाईको जुन अङ्क आएको छ 76.something है, यो अङ्क हेर्दाखेरिमा चाहिँ तपाई धेरै राम्रो गरेर सर्वोत्कृष्ट भएको कि अरूले राम्रो गर्न नसकेर सर्वोत्कृष्ट भएको? भन्दाखेरि चाहिँ दुःख लाग्छ। मेरो आफ्नो रेकर्ड छ नि, तपाईको आफ्नै रेकर्ड छ, आफ्नो योगदान छ, आफ्नै क्षमता छ। तर तपाईलाई क्षमताको कारणले, योगदानको कारणले, योग्यताको कारणले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको होइन। तपाईलाई त प्रधानमन्त्रीको सालो भएको कारणले। उहाँलाई चाहिँ चटक्क समातेर काखी हालेर लिएर गएर सटर भित्र राखिदिने र सटरबाट सुरक्षित निकालेर भारततिर भगाइदिने उहाँलाई चाहिँ। अनि बाटोमा हिँडिरहेको रेविका खत्रीलाई चाहिँ गोली हान्ने? तर प्रश्न उठेको छ नि, तपाईँ माथि पनि त जनताले धेरै प्रश्न गरे नि त। भ्रष्टाचार मौला आयो, आज मारो जता त भ्रष्टाचार नभएको ठाउँ छ? हाम्रो देशमा मानव तस्करी भयो, हामीले मान्छे बेच्छौँ यो देशमा। यस्तो भयो, विवाद भन्दा पनि विवाद गराउने काम भयो भन्नु न त प्रहरीले गर्ने काम गरे हो, अरू के गरेको छ? प्रहरीले चाहिँ व्यक्तिलाई पक्रिँदाखेरिमा तिम्रो अन्तिम इच्छा के छ भनेर त्यो त अब त्यो मैले भने होइन, पहिलोचोटि प्रधानमन्त्रीको रूपमा फेरि छानबिन हुन्छ दरबार हत्याकाण्डको भनेर सुरु गरेको होइन। अपराधी करार गरेको, मानव नरसंहारमा संलग्न भएको रेशम चौधरीलाई आज कानुनको खिल्ली ओडाउँदै राजनीतिक दलहरूको साँठगाँठमा यसरी जेलमुक्त गरियो। राजावादीको टार्गेट त प्रचण्डतिरै छ। उनीहरूले भनिसके नेपालमा राज संस्था फर्काउने, पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणी दरबारमा लिएर जाने, श्रीपेज लगाउने र सबभन्दा पहिला तपाईँलाई थुन्ने उनीहरूको घोषणा, तपाईँलाई जेलमा कोच्ने।
ताकेर गोली हान्ने आदेश चाहिँ त्यो अन्तिम बिन्दु हो। तपाईँहरूले गोली नै चलाउँदा पनि घुँडामुनि गोली चलाउने भन्ने हुन्छ। झन्डै 1.5 दर्जन कदमहरू पछि त्यो ठाउँ आउँछ। तपाईँहरूलाई गोली चलाउनु चाहिँ कति धेरै हतार भएको? कहिले कहीँ पनि गएन। साँच्चै गएन। यी प्रहरी मार्गदर्शक बनाइदिनु भनेर गएन। यो प्रहरीलाई यो पत्रकारलाई र जनतालाई म कहीँ गएकै छैन। प्रहरीलाई मलाई प्रहरी मार्गदर्शक बनाइदिनु पर्यो भन्न गएन है। तर मेरो विवाद पनि बताइदिनु पर्यो हामीलाई। अरूलाई त सामान्य मुख लाग्यो भने होइन रोकेको छ। त्यहाँ मुक्का हानेर चाहिँ त्यो निकाले पनि छ, त्यो सिसा फुटाएर गाडीको चाबी पनि थुतेको छ। र त्यसपछि हाम्रो काम के हुन्छ त? पहिला गोली हानिहाल्नु हुँदैन नि त। पहिले टायरमा अन्तिममा घर जाने लाभेला हान्दैन। होइन एकजना दुईजना 1000 2000 छाट्ने अवसर त पाउनु भयो नि त। तपाईँले पनि सुधार गर्न सक्नु भएन, भ्रष्टहरूलाई जेलमा हाल्न सक्नु भएन, भ्रष्टलाई कारबाही गर्न सक्नु भएन। तपाईँले पनि आफ्नो नेतालाई बचाके हो, सुन तस्करीहरूलाई बचाके हो। इतिहास साक्षी छ। अझ अगाडि बढ्नुहोस् भनेर प्रेरित गरिराख्नुहुन्थ्यो। त्यो कुरा मैले धेरैचोटि भनेकै छु, रियल कुरै हो त्यो। अलिक मान्छे मारिदिनुहोस् भन्नुहुन्थ्यो। विश्वास गर्न तयार छैन, तपाईँको कुरा पत्याउन तयार छैनन् होइन। तपाईँले छातीमा हात राखेर के भन्नुहोस् भन्दाखेरि लोड सेडिङ अहिले छ, मैले लोड सेडिङ अन्त्य गर्न सकिनँ, समस्या छ। दक्षिण भ्रमणकै मुखमा तपाईँहरूको एक समयको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार र प्रधानमन्त्रीले चाइना कार्ड खेलिरहेछन् भनेर जसरी भन्नुभयो र त्यसमा तपाईँहरूले आपत्ति जनाउनु भयो। खेलेको चाइना कार्ड तर भनिदियो भनेर आपत्ति जनायो। मनमोहन अधिकारीको 9 महिने कार्यकाललाई एकछिन छोड्नुहोस्, त्यसलाई एकछिन बिर्सिनुहोस्। जहाँ राम्रा काम भएका छन्, बाँकी सबभन्दा बढी कम्युनिस्ट प्रधानमन्त्री भएछन् देशमा, सबभन्दा बढी सरकारमा कम्युनिस्ट पार्टीहरू भएछन्। मजदुरले के पाए? कहाँबाट आयो समाजवाद? त कम्युनिस्ट भएर मात्रै समाजवाद आउँदो रहेनछ नि त। तपाईँले थुन्ने कुरा गर्दा एउटा सम्झना आयो, त्यो बिर्सेलाई अहिले सोधिहाल्छु होइन। तपाईँको घरमा तपाईँले मलाई नजरबन्दमा राखे, पुलिस पठाए, भेटघाट गर्न दिएनन्, राति 12 बजे मेरो ओछ्यानमा पुलिस आए, त्यो भएको होइन भन्नुभयो। यो उमेरमा झुट नबोल्नु न।